के अब सृष्टि र पर्वत फेरि पनि एक होलान् त? त्यस्तै यता जगतको घर परिवारमा एकदमै ठुलो समस्या आइपरेको छ। जगतले रक्सी खाएको तालमा कान्छी श्रीमती ल्याएको छ, तर मैले रक्सी खाए पनि मैले यस्तो काम भने गरेको छुइनँ भनेर जगतले पटक पटक भनिरहेको छ। तर त्यो साउनी भने यदि जगतले मलाई कान्छी श्रीमती स्वीकारेन भने म सबैको नाममा चिठी लेखेर यही आँगनमा झुन्डेर मर्छु भनेर पटक पटक दबाब दिइरहेकी छिन्। आखिर के हुन्छ होला त सीताको अब आउने भागमा, त्यो सबै विषयमा भने आज हामी यस भिडियोमा छोटो छलफल गर्नेछौँ। त्यसैले भिडियोलाई भने अन्तिमसम्म हेर्नु होला र हाम्रो च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। साथीहरू, रक्सी खाएको तालमा जगतले कान्छी श्रीमती भट्टीको साउनीलाई आफ्नो घरमा ल्याए पछाडि यति बेला एकदमै धेरै तनाव उत्पन्न भइरहेको छ र जगतले कान्छी श्रीमती ल्यायो, अब मेरो काम छैन भनेर सीता जगतको घर छोडेर जान पनि लागेकी थिइन्। तर जगतको बाउलाई अचानक हार्ट एट्याक आए पछाडि सीता भने त्यही रोकिन बाध्य भइन् र जगतको बाउलाई त्यही प्राथमिक उपचार सीताले गरेर त्यस पछाडि भने जगतले बोकेर आफ्नो बाउलाई स्वास्थ्य चौकी लिएर गएको थियो र यति बेला जगतको बाउको स्वास्थ्य अवस्था भन्ने सामान्य छ। र त्यस्तै यता जगतको कान्छी श्रीमती बनेर आएकी त्यो भट्टीको साउनी भने यति बेला अडान कसिरहेकी छिन् कि जगतले मलाई कान्छी श्रीमती स्वीकारेन भने म यही आँगनमा झुन्डेर मर्छु भनेर भनिरहेकी छिन् र त्यही झुन्डिन पनि खोजेकी थिइन्। हेडसरले आएर पनि सम्झाउन खोजेका थिए, तर दारी घिसिङ गरिमा जस्ता व्यक्तिहरू मिलेर त्यो भट्टीको साउनीलाई धेरै नै उच्काइसकेका छन्। अब भने कुनै पनि हालतमा त्यो साउनी भने त्यो घरबाट त्यसै भने जानेवाला छैनन्। त्यो घरमा जगतको कान्छी श्रीमती भएर बस्छु भन्ने अडान उनले लिइरहेकी थिइन् र उनको घर परिवारले यो कुरा भने स्वीकारिरहेको छैन। जगतको घर परिवारले त्यो साउनीलाई कान्छी श्रीमती स्वीकार्दा ठिक होला या त नहोला, कृपया तपाईँहरूलाई के लाग्छ 2 शब्द कमेन्ट सेक्सनमा लेखिदिनु होला। त्यस्तै साथीहरू, यता रमेशको भिडियो अनुले बनाएर अनुले रमेशको युट्युब च्यानल खोलेर युट्युब च्यानलमा हालिदिएकी थिइन् र त्यो भिडियो धेरैजनाले पनि हेरिसकेका छन् र रमेश पनि यति बेला एकदमै धेरै खुसी छ। मलाई धेरैजना व्यक्तिहरूले चिन्ने भए, मलाई धेरैजना व्यक्तिहरूले देख्ने भए भनेर रमेश पनि एकदमै धेरै खुसी छ। त्यस्तै अनु पनि रमेशको बर्ताव देखेर एकदमै धेरै खुसी छन् भने रमेशको भिडियो युट्युबमा देखेर घनश्याम र केशरी भने एकदमै धेरै रिसाइरहेका छन् र आफ्नो भान्जीलाई पनि यस्तो क्रियाकलाप नगर्नको लागि भनेर भनिरहेका थिए। तर अनु र रमेश भने उनीहरूको कुरालाई बेवास्ता गर्दै फेरि पनि भिडियो बनाएर युट्युबमा हाल्ने काम भने जारी राखिरहेका छन्। अनुले रमेशलाई म जसरी भए पनि सुधार्छु, रमेशलाई चलाख बनाउँछु भन्ने कुरा उनले गरेकी थिइन् केही एपिसोड अगाडि। अब भने पक्कै पनि रमेशलाई जसरी भए पनि अनुले भने सुधार्ने प्रयत्न गरिरहेकी छिन्। आशा छ रमेश पक्कै पनि अब भने धेरै नै टाठो बाठो बन्नेवाला छ र धेरै कुरा, धेरै ज्ञान पनि रमेशले सिक्नेवाला छ। अनुले रमेशको बानी व्यवहार सुधारेको देखेर तपाईँहरूमध्ये को खुसी हुनुहुन्छ? खुसी हुने जतिले यस भिडियोलाई एक लाइक गरेर हाम्रो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। त्यस्तै साथीहरू, यता पर्वतको र सृष्टिको पनि माया प्रेम फेरि अगाडि बढ्न थालेको छ। केही समय भने उनीहरूको माया प्रेममा फुल स्टप लागेको थियो, तर फेरि पनि एकअर्काको भावना बुझेर फेरि पनि उनीहरूको माया प्रेम अगाडि बढिरहेको छ भने सृष्टि आफ्नो बाउलाई रुङ्नको लागि हस्पिटलमा एक्लै थिइन् र सृष्टिले पर्वतलाई साथी बोलाएकी थिइन् र पर्वत सृष्टि र सृष्टिको बाउलाई खाना बोकेर भने अस्पतालमा गएका थिए र भित्र सृष्टिको बाउलाई खाना दिएर सृष्टि र पर्वत भने बाहिर आएका थिए र सृष्टिले तपाईँले खाना खानुभयो भनेर सोद्धाखेरि अलिकति कच्चाकुचो खाएर आएको भने पछाडि सृष्टिले नै पर्वतलाई पनि खाना खुवाइदिएकी छिन्। त्यतिकैमा भने उक्त एपिसोड सकिएको थियो। अब भने पक्कै पनि सृष्टिको र पर्वतको माया प्रेम भने अगाडि बढ्नेवाला छ। साथीहरू, तपाईँहरूमध्ये को चाहनुहुन्छ कि पर्वतको र सृष्टिको माया प्रेम अगाडि बढेर उनीहरूको विवाह हुनुपर्छ भन्ने चाहनुहुन्छ भने यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा पर्वत र सृष्टि भनेर लेख्न चाहिँ पक्कै पनि नबिर्सिनु होला। साथै हाम्रो यस च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस् त, नमस्कार।